हैन अब मैले यही सोध्न खोजेको यो 800 900 1000 जना छन् अहिले कि 10 जनाले कमाएको छ 10 जनाले शेयरमा देखाउनु नि यार हामी पनि त हेरौं मार्केटलाई कस्तो ठुलो खाल्डो बनाइदिएका छन् एक जनाले आएर पोजिटिभ कुरा गर्छ त्यसलाई बिगार्न खोज्छन् त्यससँग पैसा माग्न खोज्छन् मैले समेत गुमाइरहेको छु सबैले गुमाइरहेका छन् सबै यस्तो अवस्थामा छ आत्महत्या गर्ने अवस्थामा छन् कसले गर्दा यी पित पत्रकारिताले गर्दा हैन मार्केटमा आज यति झर्थ्यो शेयरहरुको भाउ दाइ यसमा त हाम्रो पनि गल्ती हो के जसले चाहिँ हामी माथि औँला उठाएको छ हामीले उलाई केही पनि गर्न सक्दैनौ भन्ने नि दाइ लाइक एज अ हाम्रो तर्फबाट दाइ हजुरको तर्फबाट त हजुरले अब के गर्नु भएको छैन हजुरलाई थाहा दाइ हैन हाम्रो तर्फबाट दाइ एज अ इन्भेस्टर हामीले पनि त लाइक हुन्छ नि त उसको लागि क्वेसन उठाउने हैन दाइ कहाँबाट लिएर आइस के लिएर आइस कसरी गरिस के आधारमा तैले भनिस यो हाम्रोबाट नि यो नेपाली नै जन्दै भेडा हो कि दाइ के हो दाइ मैले नि बुझ्नै सकेन दाइ प्रापेको देश हो के छैन बाबु यस्तै चलिराख्छ पैसा दिएको भए त्यही अनलाइन लेख्थ्यो दिपेन्द्र अग्रवाल जिन्दाबाद पैसा नदिँदा त्यसैले लेख्छ दिपेन्द्र अग्रवाल फटा एक्ज्याक्टली एकदम ठीक कुरा दाइ दाइ शेयर पुगे माथि तान्नु दाइ तान्देऊ डनजीलाई तान्नु न तान्देऊ हेलो दाइ नमस्ते नमस्ते हजुर के छ हजुरहरु सन्चै हुनुहुन्छ सन्चै त देख्दै हुनुहुन्छ के भइरहेछ दाइलाई त्यस्तो न्युजले फरक पार्ला र त्यस्तो विषयमा कुरा गर्नु जरुरी छ र हैन एउटा कुरा भन्नु नि न्युजले फरक कसरी पार्दैन मान्छेले विश्वास गर्छन् लेखेको कुरामा एउटा 10 रुपैयाँको मान्छेले आएर जे मन लाग्यो त्यही लेखिदिँदो रहेछ भनेपछि हामीले के गर्ने त्यहाँ त्यसले गर्दा आज घटेन शेयरहरुको भाउ त्यसको डिस्कसन जरुरी भइदिन्छ त्यहाँ यस्तो छ अब शेयर तपाईको त्यो न्युजले गर्दाखेरि घट्यो भन्ने चाहिँ मलाई चाहिँ लाग्दैन दाइ अब हेर्नुस् हजुर यो जुन हिसाबले हमला सुरु भएको छ र अब यही न्युजले मात्रै घट्या हो र मेरो विचारमा है आज तपाईले हेर्नुस् न टप लुजरमा आएका छन् ती स्क्रिप्टहरु तपाईले हेर्नुभयो भने कहिले यत्रो घट्दा त कहिले पनि टप लुजरमा नआउने स्क्रिप्टहरु टप लुजरमा छन् आज मास सेन्टिमेन्ट भन्ने कुरा हुन्छ नि दाइ हैन र के हो दाइ त्यो साइकोलोजीलाई हिट गर्ने मार्केटमा हामी सेफ छैनौं लगानीकर्ताहरु सेफ छैन किन्न बित्तिकै कानुन लाग्ने बेच्न बित्तिकै कानुन लाग्ने किनबेच गर्दा तपाईलाई दोषी अपराधी जस्तो ट्रिट गरिने त्यो भनेको के हो सर दाइ यिनीहरूले त गर्न खोजे के गर्न खोजे दाइ ठीक छ गर्न दियो बाबु यो यस्तो हुँदाखेरि के हुन्छ थाहा छ यस्तो हुँदा हाम्रो हो नि होजीलाई तान्दिनु नि उहाँ आउनु भएको छ धर्मशाला यस्तो हुँदा जो साना बिचाराहरू हुन्छन् नि जसको 5 लाख 10 लाख वालाहरू उनीहरू थेक्न नसकेर मार्केटबाट आउट हुन्छन् अनि तपाईको जिन्दगी भरि कमाएका पैसा सिद्धिन्छ बुझ्नु भयो अब ठीक छ ठुलालाई 150 करोड रुपैयाँ घाटा होला फेरि रिकभर गरिहाल्छन् किनभने उनीहरुसँग ब्याकअप फन्ड छ तर 5 10 20 लाख रुपैयाँ 1 करोड वाला सिद्धिहाल्छन् त यस्तोमा कहाँबाट बच्छन् बाटै छैन बल्ल लोन लिएर आएको हुन्छ कताबाट सापटी मिलाएर लिएर आएको हुन्छ सबभन्दा गाह्रो त हामीलाई नै हो क्या दाइ यो कुराले
अब अहिले लगभग 980 जना जोइन हुनु भएको छ। अब भनौँ न हजुर हाम्रो पोर्टफोलियो भनेको 10 लाख 20 लाख 30 लाख 40 लाख होला। अब गाह्रो त हामीलाई हो नि, गाह्रो त दिपेन्द्र दाइलाई त हुँदैन नि होइन। अनि त्यसले गर्दाखेरि चाहिँ यस्तो यस्तो कुरा यो नेगेटिभले गरेर झन् यो मास सेन्टिमेन्टै बिगार्छ कि यस्तो कुराहरूले। होइन मैले त्यो न्युजमा कहीँ पनि यो बुझ्न सकिनँ मैले कुन कानुन तोडेको छु। हिजोको न्युज आजको न्युज पुरै पढेँ मैले, कुन कानुन तोडियो त्यही बुझ्न सकिएन कि। डनजीलाई अलिक आइडिया होला वा धर्मजीलाई पनि प्लिज बताउनुहोस् न, मैले बुझ्न सकिनँ कि। दाइ नमस्कार। नमस्कार दाइ, अब यो हाम्रो उसमा चाहिँ अलिअलि बजार बढे कि कुनै भाउ प्राइस बढ्ने बित्तिकै तपाईँको व्यक्ति हेरेर नीति ल्याइन्छ होइन। एनआरआइसी पछाडि राष्ट्र ब्याङ्कले पनि त्यही काम गर्यो, बिचमा चाहिँ बोर्डले पनि त्यही काम गरिरहेको छ। फेरि अब बजारमै हाम्रै बजारको यो विकास हुन नदिने चाहिँ हाम्रै बिचमा छन् कि साथीहरू। कुनै कम्पनीको भाउ बढ्यो भने उधारी लिएर जाने होइन, कुनै सेक्टर बढ्यो भने चाहिँ के भन्छ प्राधिकरणले उल्टै स्पष्टीकरण दे भन्ने। यो अलि चाहिँ भएन जस्तो लाग्छ मलाई चाहिँ होइन। तर अहिले पछिल्लो समय यसको सिधा फाइदा चाहिँ पम्प एन्ड डम्प जहाँ चलिरहेछ, जुन सेक्टरमा चलिरहेछ अनलक भएको, त्यहाँ माहौल बनाउनका लागि यिनीहरूले धेरै कुरा रचिरहेको छ दाइ। एक नम्बर पोइन्ट चाहिँ त्यही नै हो। मलाई त मार्केटमा बस्ने मन छैन। यस्तो हो दाइ, अब हाम्रो अम्बिका दाइ, हाम्रो निर्मल सर, रेस्पेक्टेड निर्मल सरहरू, उहाँहरूलाई त अब धेरै नै च्यापेर धेरै नै एजले गर्दा नि होला दाइ। हजुर त अलिकति यङ भइसकिन्छ, अलिकति हिम्मत राख्नु पऱ्यो दाइ। यस्तो हामी फेरि फाइट गर्नुपर्छ दाइ। हाम्रो जे थियो मिसन, हामी मिसनतिर दौडिनुपर्छ होइन, यतातिर नजाउँ दाइ। अब जिन्दगीभरि आन्दोलन गर्दै, जिन्दगीभरि आन्दोलन कस्तो हुन्छ यार, तल झार्दै हुनु। नलिनुहोस् है, अरूलाई नलिनुहोस्, म आफै लिन्छु कसैलाई लि। जय श्री राम दाजु। हेलो दाइ अड्किनु भयो एकैछिन है ब्रदर। ए हस्, थाहा छ एउटा स्क्रिप्टमा नाफा हुन्छ, 4वटा नोक्सान हुन्छ। टोटल ओभरअल पोर्टफोलियो सबैको घाटामा छ, सबैको घाटामा छ। हाम्रो स्क्रिप्ट नकिन्ने पनि त होला नि, यहाँ फाइदा भयो होला नि। को फाइदामा छ बताइ। जय श्री राम। अब त्यो हिजोको न्युज सुनेर मलाई पनि एकदमै दुःख लाग्थ्यो। म हिजो आउनु लाग्थेँ, फेरि तपाईँ एकदमै रिसाइरहनु भएको थियो होइन। अनि के बोलौँ भनेर सर, तर त्यो एकदमै नेगेटिभ हो कि सर बुल रनको लागि चाहिँ। बुल रन के आउँछ र सर, मलाई चाहिँदैन यो मार्केटको पैसा, चाहिँदैन यो मार्केटमा बस्नु। तपाईँले कतिको विचार गर्नुपर्छ। हाम्रो नेप्से एउटा मेजर सपोर्टतिर आउँछ नि, चाहे त्यो टेक्निकलवाला होस्, चाहे तपाईँको अलि चारैतिरबाट तपाईँको प्रहार गर्छ र रेसिस्टेन्टमा पनि गर्छ। हेर्नु तपाईँको 3000 को रेसिस्टेन्टमा तपाईँको हेर्नु फेसबुकतिर केही व्यक्तिहरू, हाम्रै साथीभाइहरू होइन, अग्रजहरूले हाले पोस्ट होइन, कोही विदेशमा बसेर तपाईँको टेक्निकल एनालाइसिस देखाए होइन, कोही संसदमा बसेर गरे। अब यो बेला भनेको तपाईँको जुन साइड बेजमा मार्केट छ होइन, अलिअलि गभर्नरको नियुक्ति, राजनीति अस्थिरता, त्यसले गर्दाखेरि पनि केही पर्खर हेरेको अवस्थामा भएको छ। अब यो पोइन्टमा मासको साइकोलोजी गिराउनको लागि बीचबीचमा तपाईँलाई लिएर आएको हुन्छ है। अब किनभने एउटा बजारले फलोवर्स अलिअलि तान्ने त तपाईँ नै हो।